सो आज हामी एउटा प्रब्लम गर्न गइरहेछौँ है। यसमा हामीले के गर्न भनेको छ भन्दाखेरि मोमेन्ट प्रोड्युस्ड बाई द फोर्स एफ अबाउट द डायगोनल ओडी निकाल्न भनेको छ र यसमा रेक्ट्याङ्गुलर ब्लक दिइरहेछ र तिमीहरूले यहाँ हेर्न सक्छौ ब्लक के अरे यो बी भन्ने कर्नरमा चाहिँ हामीसँग इन्क्लाइन्ड फोर्स लागिरहेछ -6i + 3j र 10k फोर्स लागिरहेछ यसमा। ठिक छ। अब हेर है, जतिखेर तिमीलाई मोमेन्ट निकाल्न भन्छ, कुनै एक्सिसमा निकाल्न भन्छ भने यो फर्मुला मैले यहाँ जुन लेखिरहेको छु नि, यो फर्मुला तिमीहरूले सम्झिनु पर्यो है। हेर त यो फर्मुलामा के भनेको छ भन्दाखेरि मोमेन्ट भनेको युनिट भेक्टर। अब यो युनिट भेक्टर भनेको के हो भन्दाखेरि जुन एक्सिसमा तिमीलाई निकाल्न भनेको हुन्छ नि, जस्तै फर इक्जाम्पल यहाँ ओडीको लागि भनेको छ भने ओडीको भयो। यु भनेको कसको लागि हो त भन्दाखेरि यसलाई हामीले अझ सिम्प्लिफाई फर्ममा के लेख्न सकिन्छ भन्दाखेरि अहिलेको लागि म यहाँ के लेख्न सक्छु भन्दाखेरि हेर है, युनिट भेक्टर अफ ओडी। ओडी किन भयो हाम्रो, किन भयो भन्दाखेरि हामीले यो ओडीको अराउन्डमा ओडीको एक्सिसमा निकाल्न खोजिरहेछौँ कि मोमेन्ट। सो त्यही भएर यो हामीसँग के भयो भन्दाखेरि युनिट भेक्टर अलोङ ओडी भयो है। यसलाई हामीले के गर्नुपर्ने हुन्छ, यसलाई हामीले गर्नु पर्यो डट मल्टिप्लिकेसन। अब कोसँग भनिरहेछ भन्दाखेरि पोजिसन भेक्टर। अब पोजिसन भेक्टर कोसँग लिने हो भन्दाखेरि हेर त, हाम्रो युनिट भेक्टर भनेको ओडी हो भने आइदर तिमी ओबाट लिन सक्छौ पोजिसन अर तिमी लिन सक्छौ डीबाट पोजिसन। यहाँ के छ भन्दाखेरि तिमीसँग यहाँ एफ भन्ने फोर्स लागिरहेछ है। सो तिमीले आइदर यो पोजिसन लिन सक्छौ, पोजिसन यो भयो तिमीसँग ओबी भन्ने पोजिसन, और तिमीले डीबाट पनि लिन सक्छौ पोजिसन, यो भयो तिमीसँग आर भनेको डीबी भेक्टर। सो हाम्रो मोमेन्ट फर्मुला त्यसैले के लेख्न मिल्छ भन्दाखेरि पोजिसन भेक्टर ओबी क्रस मल्टिप्लिकेसन अफ फोर्स भेक्टर। यो पनि गर्न पायौ। और हामीसँग अर्को पनि अप्सन के छ भन्दाखेरि तिमीले यसमा के पनि गर्न सक्छौ भन्दाखेरि युनिट भेक्टर एकछिन है, युनिट भेक्टर ओडी लाई डट मल्टिप्लाई गर्ने कोसँग त पोजिसन भेक्टर के हुनु भयो हाम्रो डीबी लाई क्रस मल्टिप्लाई गर्ने केसँग भन्दाखेरि फोर्ससँग है। अब हेर, सो यति भइसकेपछि अब हामीले के निकाल्नु पर्ने भयो हामीसँग भन्दाखेरि तीनटा टर्म हामीले निकाल्नु पर्ने भयो है त। हेर त, एउटा निकाल्नु पर्यो हामीले युनिट भेक्टर, अर्को निकाल्नु पर्यो हामीले पोजिसन भेक्टर, अर्को अब त फोर्स त हामीलाई यहाँ दिएकै छ। सो सुरुमा ल हामीले कसरी निकाल्ने युनिट भेक्टर है, ल हेरौँ। सो युनिट भेक्टर निकाल्नलाई हामीसँग के जानेको छ भन्दाखेरि युओडी भनेको कसरी निकाल्ने हेर त। सो हेर त, ओडी भनेको के हो भन्दाखेरि ओबाट डीतिर यो भेक्टर के भइरहेछ, डिरेक्सन देखाइरहेछ। सो हामीले के गर्नु पर्यो भन्दाखेरि सुरुमा ओको कोअर्डिनेट थाहा पाउनु पर्यो। हेर त, ओ भनेको ओरिजिन हो भने यसको कोअर्डिनेट के हुन्छ 0 0 0। त्यसै गरी अब यो हेर त, यसमा हाम्रो डीको कोअर्डिनेट के हुन्छ, यो डी भनेको हाम्रो यो पोइन्ट हो नि है। सो डीको कोअर्डिनेट के लेख्न मिल्छ भन्दाखेरि हामीले एक्स कति पर गएको छ हेर त, यो डाइमेन्सन म तिमीलाई लेखिदिन्छु। यो डाइमेन्सन हामीलाई दिएको छ अहिले एक्सतिर हामीलाई 3 मिटर, यो 3 मिटर भयो। त्यसै गरी वाइतिर पनि हामीलाई 3 मिटर दिइरहेछ र जेडतिर यो हाइट छ हामीसँग 1.5 मिटर है। सो त्यसो भए यो डीको कोअर्डिनेट के होला हेर त, डी भयो हाम्रो 3, एक्स भयो 3, वाइ पनि 3 र जेड भयो हामीसँग 1.5 होइन त। यो भयो 1.5, यो एक्स हो, यो एक्स भयो, यो वाइ भयो र माथिको जेड भयो है। ल, सो पोजिसन भेक्टर हामीले निकाल्ने फर्मुला के भन्दाखेरि ओदेखि डीसम्म भेक्टरको डिरेक्सन देखाइरहेछ भने हामीले के गर्नु पर्यो भन्दाखेरि डीको पोजिसनसँग ओको पोजिसन घटाउनु पर्यो है। भनेपछि डीमा हामीसँग के दिएको छ भ्यालु 3 दिएको छ भनेपछि के गर्नु पर्यो 3 - 0, यो भयो आईतिर भनेको एक्सतिर। अर्को हामीसँग हेर त वाइमा के छ 0 र 3 छ भनेपछि फेरि प्लस 3 - 0, यो भयो जेतिर र केतिर के छ हेर त 1.5 र 0 भयो भनेपछि प्लस 1.5 - 0, यो भयो केतिर। यसलाई डिभाइड गर्नुपर्छ हामीले केले भन्दाखेरि ओडीको लेन्थले। ओडीको लेन्थ कति हुन्छ त हामीले लेन्थ निकाल्न जानेको छौँ, x2 - x1 होल स्क्वायर प्लस y2 - y1 होल स्क्वायर र प्लस z2 - z1 को होल स्क्वायर गर्ने हो। त्यसो भए यो कति हुन्छ हेर त 3 - 0 को स्क्वायर प्लस 3 - 0 को स्क्वायर प्लस 1.5 - 0 को होल स्क्वायर। र यति गर्यो भने
यो के आउँछ भन्दाखेरि हाम्रो भ्यालुज आउने भयो हाम्रो कति भन्दाखेरि यो आउँछ हामीसँग 3 लाई 3 को स्क्वायर भनेपछि यो हुने भयो तिम्रो 2/3 2/3i प्लस 2/3j र यो आउने भयो तिमीसँग माइनस 1/3k हो कि हेर त 3 लाई गऱ्यो भने 2/3 भयो यहाँ 3 छ भनेपछि 2/3 र यहाँ 1.5 छ भने 1.5k भयो नि त ल अब हामीले फर्मुला लगाइदिने यसमा हेर है सो फर्मुलामा अप्लाई गर्दाखेरि अब हेर यो आइसक्यो यो आयो हामीसँग युनिट भेक्टर अब निकाल्न के बाँकी छ भन्दाखेरि पोजिसन भेक्टर निकाल्न छ है सो पोजिसन भेक्टर निकाल्नु फर इक्जाम्पल मैले निकाल्नु पर्यो ल मैले आरओबी युज गरिरहेको छु है सो आरओबी युज गर्ने हो भने ओदेखि लिएर बीसम्मको पोजिसन हेर्नु पर्यो हामीले सो ओदेखि लिएर बी हेर्नु पर्यो यो हेर्नु पर्यो हामीले यो सो यो हेर्नको लागि के चाहिन्छ हामीलाई बीको चाहिन्छ कोअर्डिनेट र ओको चाहिन्छ कोअर्डिनेट ल हेर त ओको कोअर्डिनेट कति हो 0 0 0 हो कि हैन अनि बीको कोअर्डिनेट कति हो बी भनेको एक्स त कति पनि गएन 0 वाई भनेको कति भयो एक्स कति पनि गएन वाई तिम्रो गयो 3 हैन त वाई गयो 3 र जेड भयो 1.5 त भनेपछि यसको भ्यालुज कति हुने हो भन्दाखेरि एक्स भयो 0 वाई भयो तिम्रो 3 वाई भयो 3 र जेड कति माथि गयो भन्दाखेरि 1.5 माथि गएको हो नि त यो 1.5 माथि गएको त्यसो भए आरओबी इक्वल्स टु कति हुने भयो यहाँ आरओबी इक्वल्स टु कति लेख्न मिल्छ भन्दाखेरि यो हुने भयो हामीसँग 0 - 0 0 आई तिर अनि अर्को हुने भयो हामीसँग प्लस 3 - 0 यो भयो हामीसँग जे तिर र अर्को हुने भयो हामीसँग 1.5 - 0 1.5 - 0 यो भयो हामीसँग के तिर भनेपछि भेक्टर के आउने भयो भन्दाखेरि हामीसँग 3j प्लस 1.5 के यो भयो हामीसँग मिटर हो किन हेर त एकपल्ट यो हामीले निकालेको युनिट भेक्टर चेक गरौँ ल मलाई डाउट लागिरहेछ हामीसँग के गर्यौँ भन्दाखेरि 3 कति आउँछ जोडौँ त्यसलाई 3 को स्क्वायर भनेपछि 3 3 9 3 3 9 9 18 18 र गर्दाखेरि कति आउँछ है यसमा हामीले गर्दाखेरि हिसाब कति आउँछ भन्दाखेरि रुट ओभर 3009 प्लस 9 प्लस 1.5 द स्क्वायर 4.5 आउँछ हैन 4.5 भनेपछि 4.5 भनेपछि 3 डिभाइड बाई 4.5 2/3 ठिक छ 20/3 ठिक छ अनि त्यहाँ हाम्रो के हो भन्दाखेरि 1.5 - 0 गर्दाखेरि सरी यहाँ हाम्रो प्लस हुन्छ है यहाँ मिस्टेक गरेर चाहिँ हामीले यो सोचाउनु पर्यो यो प्लस हुने रहेछ ओके यो प्लस हुने भयो ल सो यो हामीसँग पोजिसन भेक्टर आयो आरओबी आयो अब फोर्स भेक्टर हामीलाई थाहा नै छ सो अब हामीले हाम्रो यो फर्मुला जुन लेखेको थिएँ मैले अघि यहाँ जुन फर्मुला लेखेको थिएँ यो यहाँ जुन मैले लेखिदिएको छु नि यो फर्मुला मोमेन्ट निकाल्ने फर्मुला यहाँ जुन मैले लेखिदिएको छु यसरी यसमा भ्यालु पुट गर्ने ल सो भ्यालु पुट गर्दाखेरि हाम्रो हेर त मोमेन्ट इक्वल्स टु मोमेन्ट अबाउट के निकाल्न खोजिन्छ हामीले ओडी निकाल्न खोजिरहेछौँ सो मोमेन्ट अबाउट ओडी इक्वल्स टु के हुने भयो हेर त सो ओडी हुने भयो यहाँ ओडी हुने भयो सरी अबाउट ओडी इक्वल्स हुने भयो जसमा निकाल्न खोजिरहेको छु त्यसैको युनिट भेक्टर यु अबाउट ओडी डट प्रोडक्ट कोसँग भनेको थिएँ मैले ओडी भनेको छ भने आइदर ओबाट अरू डीबाट जानु पर्यो पोजिसन कहाँ जानु पर्यो फोर्सतिर जानु पर्यो हेर त भनेपछि ओबाट अरू डीबाट आइदर ओबाट बीसम्म निकालेको पोजिसन हेर्नु पर्यो अथवा डीबाट बीसम्म निकालेको पोजिसन हेर्नु पर्यो मैले के गरेँ यहाँ मैले ओबाट बीसम्म निकालेको पोजिसन यो निकालेको पोजिसन त्यसो भए पोजिसन भेक्टर अफ ओबी क्रस मल्टिप्लिकेसन अफ के गर्नु पर्यो हामीले फोर्स ल सो यो कति छ हेर त यो भयो हामीसँग युनिट भेक्टर कति निकालेको छ हामीले यसलाई हामीले मल्टिप्लाई गर्छ भने यसलाई हामी डिटरमिनेन्ट फर्ममा लेख्न मिल्छ यसरी यसलाई मैले तल नै लेखेको छु ओके
सो यहाँ के लेख्न मिल्छ भन्दाखेरि डिटर्मिनेन्ट अफ सो युनिट भेक्टर कतिको दिएको छ 2/3 2/3 1/3 यति आयो नि त। अनि ROB भनेको हाम्रो छ 3 अनि 1.5 3 1.5 आएको छ हैन सरी यो भएन मिस्टेक भयो यहाँ हामीसँग x तिर त 0 छ हैन यसमा i छैन नि त यसमा त i को भ्यालु त 0 छ नि त i को भ्यालु सो यहाँ 0 भयो यहाँ भयो 3 र अर्को छ हामीसँग 1.5 र फोर्स भनेको यहाँ हामीलाई क्वेशनमा दिएको छ फोर्स यहाँ फोर्स दिएको छ हामीलाई -6 3 र 10 यो भयो हामीसँग -6 3 र 10 यसलाई हामीले मल्टिप्लाई गर्यो भने के आउँछ भन्दाखेरि 2/3 टाइम्स 3 × 10 यसलाई हामीले माइनस गर्नुपर्छ नि त 3 × 10 माइनस 3 × 1.5 ठीक छ। अब यो बिचमा के गर्नुपर्छ भने माइनस 2/3 के हुने भयो 10 × 0 10 × 0 माइनस फेरि माइनस छ -6 × 1.5 यो भयो है। अर्को लास्टमा हामीसँग के बाँकी रह्यो त 1/3 लाई मल्टिप्लाई गर्नु पर्यो हामीले 0 × 3 अनि माइनस प्लस 6 × 3 भयो है। यसलाई हामीले मल्टिप्लाई गर्यो भने यो आउँछ हामीसँग 17 आउँछ है 17 न्युटन पर मिटरमा आउँछ। सो यो भयो हामीसँग मोमेन्टको भ्यालु अबाउट OD मा यो भयो हामीसँग मोमेन्ट अबाउट OD है। यो भयो हामीसँग स्केलर क्वान्टिटी। यसैलाई हामीले भेक्टर फर्ममा रिप्रेजेन्ट गर्नु पर्यो भने के गर्दिने त OD को अलोङमा आएको युनिट भेक्टरलाई हामीले मल्टिप्लाई गरिदिनु पर्यो कोसँग यसैमा आएको सरी यो यसैमा आएको डट प्रोडक्ट भन्न खोजेको यसैलाई मल्टिप्लाई गरिदिने कोसँग भन्दाखेरि यसैको म्याग्निट्युड MOD मा जुन नाम आएको छ म्याग्निट्युड त्यससँग मल्टिप्लाई गरिदिने। सो म्याग्निट्युड कति हो 70 यसको म्याग्निट्युड यसलाई मल्टिप्लाई गर्नु पर्यो कोसँग त UOD भनेको त्यो OD को डिरेक्सनमा आएको युनिट भेक्टर त कति छ युनिट भेक्टर हेर्दा यहाँ हामीले निकालेको यहाँ निकालेछौँ नि हामीले यहाँ 2/3 2/3 र 1/3 सो यहाँ हामीले लेखिदिने भ्यालु 2/3 2/3 र 1/3 सो मल्टिप्लाई गर्यो भने यो कति हुन्छ र त यहाँ हामीले के लेख्न मिल्छ भन्दाखेरि 2/3i प्लस 2/3j प्लस 1/3k सो यो कति आउँछ भन्दाखेरि 17 × 2 2/3i भेक्टर फर्ममा भयो मोमेन्ट है प्लस 17 × 2/3j प्लस 17/3k यो भयो न्युटन मिटरमा है। सो 17 × 2 डिवाइडेड बाई 3 यो कति हुन्छ 11.33 सो 11.33 i प्लस 11.33j प्लस 17 डिवाइडेड बाई 3 5.66 k न्युटन डट मिटर। ल यसरी मैले हामीले गर्नुपर्ने हुन्छ है मोमेन्ट निकाल्नु पर्यो भने ल।